यदि तपाईँले पनि सामाजिक सुरक्षा कोषमा दर्ता गर्नुभएको छ भने तपाईँले आफ्नै मोबाइलबाट तपाईँले रजिस्टर गरेर तपाईँले सजिलैसँग सम्पूर्ण डिटेलहरू हेर्न सक्नुहुनेछ र त्यसको लागि सबैभन्दा पहिला चाहिँ तपाईँले रजिस्टर गर्नुपर्ने हुन्छ। रजिस्टर चाहिँ कसरी गर्ने भन्ने बारेमा तपाईँको मोबाइलमा आजको भिडियो अन्तर्गत रहेर सिकाउने छु। सबैभन्दा पहिले साथीहरू तपाईँले आफ्नो मोबाइलमा तपाईँले सामाजिक सुरक्षा कोषको एपलाई डाउनलोड गर्नुहोला। मैले अलरेडी डाउनलोड गरेर ओपन गरेँ। ओपन गरिसकेपछि तपाईँको मोबाइलमा यस्तो इन्टरफेस देखिनेछ। त्यसपछि तपाईँले साइन अपको आइकन देख्न सक्नुहुन्छ। यसमा टच गर्नुहोला। त्यसपछि सबैभन्दा माथि तपाईँले इन्टर योर एसएसएफ आइडी भनेको छ। यहाँनिर चाहिँ तपाईँले आफ्नो आइडी राखिदिनु होला। म राखिदिन्छु। मोबाइल नम्बर भनेको छ। तपाईँले सामाजिक सुरक्षा कोषमा चाहिँ अपडेट गर्नुभएको अर्थात् केवाइसी भेरिफाई गर्दाखेरि राख्नुभएको तपाईँले मोबाइल नम्बर राख्नुपर्ने हुन्छ। म अलरेडी राखिसकेँ यहाँनिर। यदि तपाईँले यो मोबाइल नम्बर टाइप गर्दाखेरि अगाडि 977 राख्नुभएको छ भने त्यस्तो अवस्थामा तपाईँले त्यसलाई हटाउनु पर्ने हुन्छ। तपाईँले जुन मोबाइल नम्बर मात्रै राख्नुहोला। त्यसपछि त्योभन्दा तलतिर डेट अफ बर्थ भनेको छ। तपाईँले डेट अफ बर्थ राख्दाखेरि तपाईँले चाहिँ विक्रम सम्वतमा राख्नुपर्ने हुन्छ। यसरी तपाईँले सम्पूर्ण फिलअप गरिसकेपछि तपाईँले टर्म एन्ड कन्डिसनलाई एग्री गर्नुपर्ने हुन्छ। त्यसको लागि यहाँनिर चेक लाउनु होला। त्यसपछि प्रोसेसमा टच गर्नुहोला। त्यसपछि सक्सेस भनेको छ। तपाईँको मोबाइलमा ओटिपी कोड आउँछ। त्यो ओटिपी कोडलाई यहाँनिर जस्ताको तस्तै राखिदिनु होला। ओटिपीलाई राखिसकेपछि भेरिफाईमा टच गर्नु होला। सक्सेस भनेको छ। तपाईँले फेरि पासवर्ड राख्नु होला। यसरी तपाईँले पासवर्ड राखिदिनु होला माथिल्लोमा र सेम पासवर्ड चाहिँ तल्लोमा पनि राख्नु होला। त्यसपछि प्रोसेसमा टच गर्नु होला। सक्सेस भनेको छ। तपाईँको फाइनली क्रिएट भइसकेको छ। अब चाहिँ तपाईँले यहाँनिर आफ्नो मोबाइल नम्बर र पासवर्ड अघि क्रिएट गर्नुभएको राख्नु होला र साइन इनमा टच गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ सक्सेसफुली लगइन भनेको छ। मैले फेरि बायोमेट्रिकलाई राखेँ। साथीहरू यस्तो तरिकाबाट तपाईँले सजिलैसँग सामाजिक सुरक्षा कोषको एपमा चाहिँ तपाईँले साइन अप गर्न सक्नुहुनेछ। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? भिडियो मन परेको छ भने लाइक, सेयर गर्न भने नबिर्सनुहोला।